हजुर सर नमस्ते। नमस्कार। हजुर यो लाइट ट्राफिक लाइट सर कहिलेबाट सञ्चालनमा आएको? होइन हिजोबाट सञ्चालन आएको। ए हजुर हिजोबाट सञ्चालनमा आएको हो। अब यहाँ सवारी साधन चलाउनेहरूले पनि कतिको नियम पालना गरिरहनु भएको छ सर? छैन अहिले त भर सुरु हो, बाँकी नै छैन। कतिपय चाहिँ थाहा छ, कतिपयले थाहा छैन अहिले। ए हजुर हजुर छैन, धेरैलाई त्यो ट्राफिक लाइट सम्बन्धी पनि थाहा छैन सर है? थाहा छैन। कतिपयलाई त सम्झाइ बुझाइ गरेर पनि पठाइएको छ। त्यो टेर्दै नटेर्ने त अटेरीलाई चाहिँ कारवाही गरेको छ। ए हजुर अटेरीलाई कारवाही पनि गर्नुभयो सर। हिजोबाट आजसम्म धेरै मैले पनि हेरेँ रेड लाइट बोलेको छ, तर मान्छेहरू क्रस गरिरहेका छन्। यतिसम्म कि यात्रुहरू त्यहाँ रेड बोलिरहेको छ। बाटो मजाले देख्न सक्नुहुन्छ, अहिले पनि देखाउनु होला, अहिले पनि यसरी काटिरहनु भएको छ। अहिले रेड बोलिरहेको छ, अहिले पनि काटिरहनु भएको छ। अब यता हेर्न सक्नुहुन्छ। अब उहाँहरूलाई पनि तपाईँले सम्झाइरहनु भएको छ? त्यो पनि सम्झाइ त्यो लाइट पनि बन्दै छ, त्यसको नि बनाउने भनेर त इन्जिनियर आएर हेरेर जानुभएको छ। त्यो अब बनेपछि त्यसको फेरि पूर्ण रूपमा सञ्चालन। ए भनेको यो अहिले रेड बोल्दा बोल्दै हिँडिरहेछन्, यो भनेको बनाउन मर्मत गर्न बाँकी नै छ? मर्मतको बाँकी नै छ, त्यो चाहिँ मर्मत गर्न बाँकी नै छ। त्यो मर्मत गरेपछि अनि बल्ल हुन्छ। हिजोबाट आजसम्म कति कारबाहीमा परे सर? यो रेड लाइनमा पनि कुदाउनेहरू हुन्छन् नि, कतिलाई कारबाही गर्नुभयो? भयो होला 50-60 जना जति नर्मली। हिजोबाट आजसम्म कतिलाई बुझाइ सम्झाइ बुझाइ पनि गरियो, कतिलाई अब टेर्दै नटेर्ने त कारवाही गरेको छ। अझै उहाँहरूलाई थाहा छैन कि यहाँनिर लाइट भएर पनि यो ठाउँमा कसरी जाने भनेको थाहा छैन, अझै बानी परेको छैन होला। अब हामी पोखरेलीहरूलाई नेपालीहरूलाई यो लाइटको बारेमा पनि धेरै जानकारी लिनुपर्छ कि भन्ने पनि छ है, धेरैलाई थाहा छैन सर? राम्रोसँग थाहा छैन अझै। ए हजुर जानेको छ, तर उहाँहरूले नमाने हो कि अथवा धेरै ग्याप भएर नि हुनसक्छ त्यस्तै। ए हजुर धेरै भने त यो आन्दोलनपछि त धेरै ग्याप लगभग झन्डै 1 वर्ष जति भयो, त्यस कारणले नै हुनसक्छ। हजुर सिर्जना चोक अनि अहिले पृथ्वी चोकमा यो सञ्चालनमा भएको, अब बिस्तारै जिरोतिर पनि होला नि सर? कहिलेबाट हुन्छ केही जानकारी छ? अब इन्जिनियर थाहा हुनु त हाम्रो थाहा हुँदैन, हामी त त्यो सञ्चालन भएपछि हेर्दै त्यही गर्छ। सडक डिभिजनलाई थाहा हुने कुरा भयो। हस् धन्यवाद सर। नमस्कार।